यो सिप्लेना गाविसबाट 4वटा सांसद उठ्ने अरे 4वटाको नाम सांसदमा अरे के प्रकाश कर्णालीबाट टिकटक चलाएर सांसद उठ्ने के हो पारा सेन छैन टिकटक चलाएर भनिदिने ओए प्रकाशजी तपाईँको त्यो रवि लामिछानेलाई 72 लाखको होइन सगाई ठक्क पैसा तिर्मान पर्ला 72 लाखको पैसा नतिर्दासम्म ओ रवि त रवि होस् कि कपी होस् कसम फेरि कालीगढको राजकोटको सुशान्त बोल्दैछ नि फेरि यति विचार गर फेरि ओए भालेन साथीहरू हैन सुन्नुभयो भने यदि कालीकोट जिल्लाका बामनहरूले हैन कालीकोट जिल्लाका बामनहरूले बुझ्नुपर्ने कुरा के हो भन्दाखेरि ल कालीकोट जिल्लाकै नबनाऊँ क्या एउटा राजकोट नगरपालिकाका बामनहरूको एकदमै हाम्रो राजकोट नगरपालिकामा बामनहरूको एकदमै बहुल्यता छ क्या बामनहरूको जनसङ्ख्या एकदमै धेरै छ क्या तपाईले चाहनुभयो भने हैन एउटा यो भाषणले एउटा यो जेनजी या के भनौँ थाहा छैन मलाई हैन अब एउटा सामान्य नेउपानेको केटालाई बामन भनेर सायद दिएको अभिव्यक्ति होला उनले हैन तपाईहरुले यो भाषण चाहिँ एकदमै माइन्डमा राखेर हैन माइन्डमा राखेर म चाहिँ राजकोट नगरपालिकाका सम्पूर्ण बामनहरूलाई भन्छु क्या एकछिन यो भाषणलाई यो कुरालाई तपाईले दिमागमा राखेर हैन आउने चुनावमा अब कति महिना रह्यो 1.5 महिना बाँकी रह्यो 1 महिना सायद 1.5 महिना बाँकी रह्यो त्यो चुनावमा चाहिँ तपाईले कुनै पनि ल स्वतन्त्र पार्टीलाई दिए नसोच्नुहोस् क्या व्यक्ति प्रकाश नेउपाने व्यक्तिलाई हैन भोट दिएर जिताइदिनुस् त अनि उनको नशा भयो पनि जे भयो पनि त्यो सबै छोड्ने छ क्या हैन बामनहरूले बुझ्नुपर्ने कुरा एक बेरी हैन यो भाषणलाई एकदमै ध्यानमा राख्नु होला म साई भए पनि तपाईहरुले भन्दै छु हैन बामनको छोरालाई एक बेरी तपाई बामनहरूले जिताएर देखाइदिनुस् त राजकोटमा बामनको जनसङ्ख्या एकदमै धेरै छ हैन हैन जेनजी भयो पनि जे भयो पनि उनले जे भने पनि म त्यहाँतिर जाँदैन र कुरा मात्रै के हो भने प्रकाश नेउपानेलाई तपाईले यो कुरालाई मध्यनजर गरेर प्रकाश नेउपानेलाई जिताएर देखाइदिनुस् एक बेरी तपाईहरुले मेरो सुझाव छ राजकोट नगरपालिकाका सबै बामनहरूलाई हैन एउटा नेउपानेको केटालाई हैन टिकटके भनेर हुन्छ प्रकाश नेउपाने एउटा टिकटके हैन उनलाई राम्रोसँग थाहा रहेनछ उनी हुन त बच्चै पनि होलान हैन पछि जन्मेका होलान उनलाई उनको बारेमा खास थाहा रहेनछ प्रकाश नेउपाने भनेको हामीले अलिकति जाने बुझे अनुसार राजकोटका जो जति पनि अहिले प्रतिनिधि छन् नि जितेका हैन राजकोटका जो जति पनि प्रतिनिधि छन् नि जनप्रतिनिधिहरू उनीहरू भन्दा सयौं गुणा उनी योग्य मान्छे हुन् थाहा छ नि प्रकाश नेउपाने अहिलेका यी सबै जनप्रतिनिधिहरू भन्दा धेरै सयौं गुणा योग्य मान्छे हुन् हरेक कुरामा गर्दा हैन उनी धेरै योग्य मान्छे हुन् अनि धेरै कुरा नगरे हुन्छ है त किनभने उनी सबै चीजमा एकदमै क्वालिफाइड छन् सबै चीजमा एकदमै उनलाई जानकारी छ त्यो कुरा हामीले भन्नुपर्ने छैन तर तिमीले चाहिँ टिकटक देखेर चाहिँ हुन त तिमी टिकटक चलाउँदाखेरि नै जन्म भएको होला तिम्रो त्यही भएर चाहिँ टिकटक मात्रै देख्यो तर उनको खासै वास्तविक कुरा तलदेखि हैन उनी यहाँसम्म कसरी आए के गरेर आए भन्ने कुरा तिमीलाई वास्तविक थाहा रहेनछ त्यही भएर म चाहिँ एक बेरी के सन्देश दिन चाहन्छु भने राजकोटमा अरू कुरा छोड्दिउँ अरू जातिका छोड्दिउँ ल बामनले मात्रै भोट हाले पनि प्रकाश नेउपाने जित्छन् क्या हैन त्यही भएर म चाहिँ सुझाव दिन चाहन्छु यी भाषा शासनको कुरा गर्नुभन्दा नगरौँ हैन र भाषण गर्ने हाम्रो जेनजी जनता चेयरमा बसेर सुन्ने चाहिँ जनप्रतिनिधिको पनि एकबेरी हेरौँ हैन हाँसिरहनु भएको छ उहाँको हैसियत कतिसम्म रहेछ भन्ने कुरा यही भाषण सुन्ने र भाषण गराउने बेलै थाहा भइसकेको छ त्यही भएर धेरै कुरा गर्नुभन्दा
दिमागमा सोचौँ र दिमागले सोचौँ यो कतिको चाहिँ माहौल रहेछ भन्ने कुरा होइन। अब चेयरमा बसेर उता जनप्रतिनिधिहरू सायद हाँसिरहनु भएको छ, हैसियत यही त रहेछ त आखिर, होइन र? त्यही भएर साथी मैले त धेरै कुरा गर्दिनँ होइन, ठिकै छ। तर कालीकोट जिल्लाकै कुरा नछोड्नु, राजकोटका बामनहरूले पनि यो कुरालाई मध्यनजर राखेर तपाईँले अरू जातिकाले भोट नदिए पनि, बामनहरूले मात्रै भोट दिए पनि प्रकाश न्यौपाने अलरेडी मैले चाहिँ भन्न चाहेको यति हो, बामनहरू धेरै बाठा हुन्छन् भन्ने कुरा त सुन्दैछु। तर हेरौँ अहिले होइन कतिको बाठा रहेछन् भन्ने कुरा अब यो चुनावको माहौलले बताउने छ, अब आउने चुनावको माहौलले। त्यही भएर साथीहरू भाषणभन्दा शासनभन्दा होइन काम धेरै गर्ने मान्छे चाहिएको छ। अब हामीले भाषण गरेर शासन दिने मान्छेलाई हामीले पटक्कै जिताउनु हुँदैन भन्ने मान्यता हो मेरो। भनाइ चाहिँ यति हो, राजकोटका बामनहरूले एकबेरी यो कुरालाई मध्यनजर राख्नुपर्छ, तपाईँले राख्नुपर्छ अवश्य भने। हस् गाइज।